बालनेललाई प्रधानमन्त्री बन्न नदिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी भित्रबाटै चलखेलहरू सुरु भएका छन् भने नेताहरूको कुरा फेरिएको छ। पहिला यो कुरा सुन्नुहोस्। बालनेललाई प्रधानमन्त्री स्वीकार्न तयार हो? कसले? तपाईले, राष्ट्रपाले, सभापतिले? मैले एकजनाले स्वीकारिन्छ कि पार्टीले स्वीकार्नु पर्छ? त्यही त हामीले पार्टीले सोचेको। स्वीकार्नु पर्छ कि नेतृत्वले स्वीकार्नु पर्छ? सबै छलफल व्यापक हुनेछ। त्यसपछि यो पनि सुन्नुहोस्। सम्झौतामा भनिएको छ बालेन्द्र शाह 5 वर्षका लागि प्रधानमन्त्री हुनेछन्, पार्टी सभापति रवि लामिछानेले सम्हाल्नेछन् भनेर भनिएको छ। यही सम्झौता हो हैन त? त्यो कहीँ पनि तलमाथि हुँदैन। त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटि हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन। र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुरा पनि सुन्नुहोस्। बालेन शाह चाहिँ 5 वर्ष प्रधानमन्त्री हो, अब के हो 5 वर्ष पक्का हो? यो सबैको कुरा सुनिसकेपछि तपाईँ हामी सहजै अनुमान लगाउन सक्छौँ यो भित्र केही न केही चलखेल त भइरहेको छ। को मन्त्री हुन्छ, को प्रधानमन्त्री हुन्छ छोडिदिनुहोस्, को बन्छ व्यक्ति ठुलो कुरा होइन, छोडिदिनुहोस्। नभए यी नेताहरू दाबीका साथ किन बोलिरहेका छैनन् कि अबको प्रधानमन्त्री बालेन बनिरहेको छ? राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले समेत सम्झौता के भएको छ, कुन प्रकारले सम्झौता भएको छ त्यो सम्झौता सम्बन्धी मलाई केही जानकारी नै छैन। पार्टीका उपसभापतिले आफ्नै पार्टीका सभापतिले गरेको सम्झौता थाहा नहुनु कतिको गैर जिम्मेवार अभिव्यक्ति भएको कुरा पनि सहजै अनुमान गर्न सक्नुहुन्छ। र अहिले आएर रवि लामिछानेले के भनिरहेका छन् भने को प्रधानमन्त्री बन्छ, को के बन्छ भन्ने कुरा छोडिदिनुहोस्, अहिले देश बनाउने कुरा भएको छ। उहाँले जसरी यो कुरा चिच्याएर भनिरहेको छ त्यसरी चिच्याएर नै अबको प्रधानमन्त्री बनेको बालेन नै हो भनेर किन भन्न सकिरहेको छैन? तपाईँ प्रतिक्रिया अवश्य दिनुहोला। धन्यवाद।